म एउटा खुट्टा घिसारेर हिँड्ने यात्री हुँ। परदेश गएर कमाउन सक्ने क्षमता पनि छैन। अहिले माया भए पुग्छ भन्छौ। कुन दिन यो बैशाखी पनि भाँचेर फालिदिन्छु अनि डुल्लास गाउँ गाउँ। बरु मलाई नै मार्दैन दिदी। किन यो बैशाखीको कुरा गर्छेस्? यसको के दोष छ र? हेरिसकेको काम गरेकै छु क्यारे। आफन्ती खोज्नु भन्दा पहिला सम्पत्ति कमाउनतिर लाग। अनि जति टाढाका आफन्ती भए पनि तेरो सामु शिर झुकाउन आउँछन्। मेरो कुरा मान या नमान, जब तसँग सम्पत्ति छैन भने मान्छे त के बाटोमा हिँडेको कुकुरले पनि तँलाई फर्केर हेर्दैन। बोल्न पाइ भएर प्याच्च नबोल, तेरो पनि पाला आउला। त्यही भएर बोल्ने बेलामा सोचेर बोल्नुपर्छ। बोल्नै पर्ने बाध्यता छ के काकी, के गर्नु त? अब भएको एउटा छोरा पनि अपङ्ग भयो। काका विदेश गएको उतै लापत्ता छन्। छोरी भनेको अरूको घर दैलो पोत्न जाने जातको के कुरा गर्नु? आफ्नै जन्म दिने आमा पनि अघाइसक्नु भयो मदेखि। हुन पनि ठिकै हो। विदेश गएर टन्न पैसा कमाएर ल्याएर दिने छोरा भएको प्यारो हुन्थ्यो। एउटा खुट्टा घिसाएर हिँड्ने छोरालाई कतिन्जेल पो माया दिन सक्नुहुन्थ्यो र? पर्दैन। एकछिन सासु बुहारी बनेर के गर्नु? अहिले थाहा पाएपछि उसका माइती आएर फर्काएर लैहाल्छन्। गरिब अशक्त छु भन्ने थाहा हुँदा हुँदै खानदानीको छोरी उठाउने कसरी आँट गरिस्? अब तेरो अर्को खुट्टा नि भाँचिन्छ, थाहा पाउलास्। तो अपाङ्गले यसको सुन्तोमा सिन्दुर हाल्ने आँट कसरी गरिस्? कसरी गरिस्? होइन है राधा, के मती बिग्रेको? खुट्टामा राख्दा पनि नसुहाउनसँग बिहे गरे कि? अनि माइतीले स्वीकार्नु भयो त राजसँग बिहे गर्दा? किन दिदी, माइतीले नै स्वीकार्नु पर्छ भन्ने छ र? आमा बुवाको कर्तव्य भनेको जन्माउने, बढाउने, पढाउने हो। हामीले त आफ्नो भविष्य हेर्नुपर्छ। कहाँको हिरो हो र तेरो बोइ? अनुहारमा लिपपोत गरेर बस्नुपर्ने। नभएको पैसा सक्यो, अन्य किन्यो, मुखमा दल्यो, दाउरा काट्न गए पनि त हुन्थ्यो नि। दाउरा छ त आमा, त्योभन्दा कति चाहियो? पोहोरको दाउरै टाँडभरि छ। तर तिमीलाई सँगै लिएर गयो भने हाम्रो माया बिच बाटोमै हराउन सक्छ। तिमी यहीँ बस, म मात्रै गयो भने झन् मायासँग लिएर बस्छ। किन पिर्लिन्छौ? होइन, एउटा झोला बोकेर रोइरहेछ, अर्की हात समातेर रोइरहेछ। के तमासा हो यो तिमीहरूको? म जस्तो अपङ्ग व्यक्तिले माया पाउन त धेरै गाह्रो रहेछ दिदी। त्यही भएर पैसा कमाउन जान लागेको। बुहारीले त जा भन्यो होला नि पैसा कमाउन, आमा र दिदीले होइन होला के अरे? हेर राधा, म कठिन यात्रामा छु। मसँग धन सम्पत्ति केही पनि छैन। किनकि म एउटा खुट्टा घिसारेर हिँड्ने यात्री हुँ। परदेश गएर कमाउन सक्ने क्षमता पनि छैन। अहिले माया भए पुग्छ भन्छौ। तर यो माया भन्ने कुरा सबै थोक भरिपूर्ण भइसकेपछि पाइने चिज हो। अनि मसँग चोखो माया बाहेक केही पनि छैन। र मायाले खाना लाउन दिँदैन राधा। त्यसैले मलाई माया गरेर समय खेर नफाल। तिमीले 101 केटा पाउँछौ। बरु तिम्रो बिहेमा निम्तो गर। एउटा खुट्टाले भए पनि घुमी घुमी नाचौँला, मासु भात खाउँला, रमाइलो गरौँला। तिम्रो खुसीमा रमाउने ठुलो धोको छ राधा। मेरो खुसी नै तिमी हो राज। यदि म खुसी भएको हेर्न चाहन्छौ भने मलाई आफ्नो बनाऊ। मलाई धनको घमण्ड भएको घरमा बसेर अगै सके। त्यति मात्र नभएर मेरो लागि केटा खोजिदिनु भएको छ अरे। त्यही पनि युकेको पियरवालासँग। मलाई धन सम्पत्ति हुनेवालासँग सम्बन्ध गाँच्नु छैन राज। मलाई थाहा छ, पैसा भएपछि महल हुन्छ, महँगो गाडीहरू हुन्छन् अनि ब्रान्डेड लुगाहरू लगाएर हिँड्न पाइन्छ। तर बाहिरी शरीरमा
अत्तरको बास्ना मगमगाए पनि भित्री मनमा एकदम घटिया सोच बोकेको हुन्छ राज। त्यही भएर मलाई श्रीमती बनाएर तिम्रो घरमा लग। म तिमीलाई सघाउँछु नि, घाँस दाउरा पानी पँधेरो सबै काम गर्छु, तर तिमी मेरो हुन पर्यो। तिमीलाई थाहा छ एउटा रुखमा जोडी चकेवा रमाउँदै बसिरहेका थिए अरे। त्यही बेला सिकारीले देखेछ र गुलेलीले हानेछ अनि भाले चकेवाको एउटा पखेटा नै भाँचिएछ। त्यसपछि पोथी चकेवाले मलाई पनि मार्छ भनेर त्यहाँबाट भागेर गएछ। त्यसपछि त्यो सिकारी पोथी चकेवालाई मार्न भनी पछि लागेर गएछ र त्यो पखेटा भाँचिएको भाले चकेवा न उठ्न नै सक्यो न त सिकारी फर्केर आउँदा भेटेर नै लग्यो। भोकले छटपटिँदै त्यही मरेछ। अनि किराले खाएर सकेछ। हो, म पनि त्यही भाले चकेवा जस्तै हो। एउटा खुट्टा असक्ता छ। तिमीलाई बिहे गरेर लानलाई मसँग तिमीलाई दिने उपहार केही पनि छैन राधा। फेरि न मेरो परिवार खुसी हुन्छन् न तिम्रो परिवार। तिमीले मसँग बिहे गर्नु भनेको संसारको सबैभन्दा अभागी हुनु हो। तिमीलाई थाहा छैन र? दुःख भनेको साथी हो र जिन्दगी भनेको सङ्घर्ष हो। जब यी दुवै हामीसँग भएनन् भने केही कुराको पनि महसुस गर्न पाउँदैनौँ। अब मैले यत्रो भन्दा पनि मलाई बिहे गर्दैनौ भने मेरो मलामी चाहिँ पक्कै आउनु है। किनकि आफूले चाहेको कुरा पाउन सकिँदैन भने के को लागि बाँच्नु छ र? राज, भनेपछि आजबाट तिमीलाई मेरो बोली पनि मन पर्न छोड्यो होइन? आखिर केमा कमी देख्यौ? आफूलाई भन्दा पनि बढी माया गर्छु तिमीलाई। मेरो मायालाई बुझ्ने कोसिस गर राज, बिन्ती छ। होइन, यो खुट्टेले घरको काम गर्नु पर्दैन? कुन दिन यो बैशाखी पनि भाँचेर फालिदिन्छु अनि डुल्लास गाउँ गाउँ। बरु मलाई नै मार्दैन दिदी। किन यो बैशाखीको कुरा गर्छेस्? यसको के दोष छ र? फेरि सकेको काम गरेकै छु क्यारे। तँ जस्तो सधैँ छैन गरुङको काम गरेर हिँड्नलाई। होइन, घरमै नबसेर गाउँभरि किन चार्नु परेको नि? यस्तै ताल हो भने पछि के गरी खाला? गोरु बिनाको दाइ भनेको यही हो। अहिले पो हामी छौरा तँलाई सुख भएको छ। खाली एउटा खुट्टा घिसारेको छ, गाउँ गाउँ डुलेको छ, खाएको छ। अब मैले काम गर्न सकिनँ भनेर रिस पोखेको हो भने बिहे गर्छु नि त काम सघाउनु। यदि तपाईँहरू मान्नुहुन्छ भने म बिहे गर्छु अनि तपाईँहरूलाई हाइसुक्ख हुन्छ। के रे बिहे गर्छु रे? त अपाङ्गलाई कसले दिन्छ छोरी? यदि दिइहाले भने पनि कसरी पाल्छस्? के छ तेरो आय स्रोत? अर्काको छोरी ल्याएर मात्रै हुन्छ? छोरी मान्छेलाई हरेक थरी चाहिन्छ। अनि के सधैँ आमासँग मागेर पुग्छ? पहिला कमाउन जा, टन्न सम्पत्ति कमा, अनि गर्लास् बिहे। नत्र तैँले बिहे गरेकै दिन ढोकाबाट छिरेर झ्यालबाट भाग्छे। विचार गर। दुःख सुख त आफ्नो ठाउँमा छँदैछ, तर दुःख गरेर पनि सुख आउने बाटो छैन भने तँलाई के हेरेर छोरी दिन्छन्?
जुठै राखेको छ त अलि राम्रोसँग माझ। जुठैमा पकाएर खाने हो र आफू जस्तो छ त्यस्तै फोहोर राखेको छ। दिदी जे भए पनि म तेरो भाइ हो। अपाङ्ग छु भन्दैमा यति साह्रो किन खेदो खान्छेस्? अहिले पो बिहे गरेकी छैनस्, माइतीमै बसेकी छेस्, केही फरक पर्दैन। पछि बिहे गरेर गइसकेपछि माइती सम्झेर आउने त यही घर होइन र दिदी? कि अपाङ्ग छ भनेर माइती मान्न आउँदिनस् दिदी? आमा हुन्जेल आउँछु, त्यसपछि त कसको मुख हेर्न आउने हो र? त अपाङ्गको मुख हेर्न मात्र आएर हुन्न क्यारे? अब जे भए पनि माइती आउँदा कोसेली त ल्याउनै पर्यो। अनि त्यो कोसेलीको दक्षिणा दिने हैसियत तसँग छैन, अनि के खान आउनु पर्यो र? हेर दिदी, कोसेली भन्ने कुरा फाइदा उठाउनले ल्याउने चिज होइन। माइत आउँदाखेरि खाली हात आउनलाई अप्ठ्यारो हुने भएको हुनाले ल्याउने चिज मात्रै हो। फेरि मेरो घरमा आउँदाखेरि तैँले कोसेली ल्याउनै पर्छ भन्ने पनि त छैन नि। हामी दुई दिदी भाइ हौ, अहिले पो सँगै छौँ, दिनमा 10 चोटि झगडा पर्छ। तर टाढिएपछि बल्ल थाहा हुन्छ दिदी भाइको महत्त्व के हो भनेर। चेली होइन, आमा पछिको दिदी बन्नुपर्छ त मेरो लागि। मलाई हौसला दिनुपर्छ, कुरा बुझिस्? आफन्ती खोज्नु भन्दा पहिला सम्पत्ति कमाउनतिर लाग। अनि जति टाढाका आफन्ती भए पनि तेरो सामु शिर झुकाउन आउँछन्। मेरो कुरा मान या नमान। जब तसँग सम्पत्ति छैन भने मान्छे त के बाटोमा हिँडेको कुकुरले पनि तँलाई फर्केर हेर्दैन। तेरो दिमागमा घुसाइराख्यो कुरा, बुझिस्? के अरूको कुरा गर्छस् दिदी? आफ्नै कुरा गर्न। के त बिहे गरेर कहिले मलाई सम्झेर आउँदिनस्? के तेरो लागि माइती भन्दा ठुलो कुरा धन सम्पत्ति नै हो त? हो, मेरो लागि सबैभन्दा ठुलो कुरा धन सम्पत्ति नै हो। जब माइती त बाटोमा हिँड्दै गरेको बटुवाला पनि बनाउन सकिन्छ। तर त्यो व्यक्तिसँग धन सम्पत्ति हुन पर्यो। अनि मैले पनि बयान गर्न पाम मेरो माइतीसँग यति सम्पत्ति छ, यस्तो घर छ भनेर। अरूले सोद्धा लाजले मुख लुकाउने खालको माइतीलाई म मेरो भाइ भन्दै चेपाएर घस्न आउन सक्दिनँ। त्यही भएर तँलाई दिदीको माया चाहिन्छ भने केही नभए पनि धन सम्पत्ति जोड, बुझिस् मेरो कुरा? कता हिँड्नु भएको काकी? लुखुर लुखुर अर्को काका खोज्न हिँड्नु भयो क्या हो? होइन ए सुन्तली, बाटो हिँड्ने बित्तिकै काकै खोज्न हिँड्या हुन्छ र? अरू केही काम हुँदैन मेरो? बोल्न पाएँ भनेर प्याच्च नबोल, तेरो पनि पाला आउला। त्यही भएर बोल्ने बेलामा सोचेर बोल्नुपर्छ। बोल्नै पर्ने बाध्यता छ के काकी? के गर्नु त? अब भएको एउटा छोरा पनि अपाङ्ग भयो। काका विदेश गएको, उतै लापत्ता छन्। छोरी भनेको अरूको घर दैलो पोत्न जाने जातको के कुरा गर्नु? अनि बुढेसकालको सहारा चाहिएन त? त्यही भएर यसो जिस्काइदिकिन काकी, नरिसाउनु न। हेर सुन्तली, जिन्दगीमा धेरै किसिमको दुःख आइलाग्छ। अनि त्यो दुःखसँग लडेर अगाडि बढ्नु नै सङ्घर्ष हो। मेरो बुढा 2-4 वर्ष विदेशमा हराउनु भयो भन्दैमा मैले अर्को बुढा खोज्दै हिँड्नु त भएन नि। त्यो पनि छोराछोरीको बिहे गर्ने बेला भएको मान्छेले। र अर्को कुरा, छोराको एउटा खुट्टो अपाङ्ग छ भन्दैमा त्यसलाई लात हानेर हिँड्ने कुरा नि भएन। हात दुइटै सकल्ती छ, मुखमा बोली आउँछ, काम गरेर नै खान सक्छ। र अरूको घरमा जाने छोरी हो भन्दैमा बाबुआमाको माया चटक्कै मार्नुपर्छ भन्ने छैन। यदि मैले दुःख पाएँ भने छोरी ज्वाइँले सहारा दिएर बस्न नि पाउनुहुन्छ। त्यो ममा ढुक्का छु। सबैको तेरो जस्तो सोच हुँदैन। होइन, कति लामो डोरी बाट्नु भएको हो? मैले त हजुरकै लागि भनेको। हुन त उमेर बुढो भएसँगै राम्रो कुरा गरे नि नराम्रो सुन्छन् भन्ने उखानै छ। मैले त हजुरको लागि भनेको हो क्या रे। अब रिसाउनुस्, खुसाउनुस्। म जस्तो पिन्ना खाने बेला भएको बुढी मान्छेले नि
बुढा खोज्दै हिँडौँला त। अचम्म छ। यो धरतीमा सबैसँग अगाइसके। थाहा छैन मरे भने भगवानको पनि प्यारो हुन्छ कि हुँदैन। भाग्यले ठगेको मान्छे म। बाटोमा हिँड्दा मन्दिर देख्दा पनि भगवान छन् भनेर ढोक्ने गर्छु, र पनि आफ्नो बनाइदिनु भएन। अरूको त के कुरा गर्नु, आफ्नै जन्म दिने आमा पनि अघाइसक्नु भयो मदेखि। हुन पनि ठिकै हो, विदेश गएर टन्न पैसा कमाएर ल्याएर दिने छोरा भएको प्यारो हुन्थ्यो। एउटा खुट्टा घिसाएर हिँड्ने छोरालाई कतिन्जेल पो माया दिन सक्नुहुन्थ्यो र। रातिको निन्द्रा सँगै सधैँका लागि निदाउने हुन्छ। अनि त्यो फराकिलो आकाशमा आफ्नै पारामा रमाउन पाए कस्तो हुन्थ्यो होला है राधा। जुनलाई साथी तारा चाहिन्छ, अनि त्यो तारा फिजिएर खेल्नको लागि फराकिलो आकाश चाहिन्छ। एउटा बिरुवा उम्रिनको लागि माटो चाहिन्छ, अनि त्यो माटो खुकुलो पार्नको लागि पानीको आवश्यकता पर्छ। मैले तिमीलाई जिन्दगीभरि साथ दिन्छु, बिहे गरेर लैजाऊ भनेकी छु। तिमी आफै मान्दैनौ। केटा मान्छेले राख्ने प्रस्ताव मैले राखेकी छु, खै त तिमीले बुझेको। मैले बुझेर मात्रै नहुँदो रहेछ राधा। सिन्दुर किनेर तिम्रो शिर रङ्ग्याउने पैसासम्म छैन मसँग। अनि कसरी बेहुली बनाएर भित्राउ तिमीलाई? तिमी आफै भन न, बिहे जस्तो कुरा केटाकेटीको खेलाउनु जस्तो होइन नि। मलाई अरूले जस्तो रातै पहिरन बनाएर भित्राउनु पर्दैन राज। म जस्तो छु त्यसैमा आफ्नो बनाऊ। सिन्दुर पनि म आफै किनेर ल्याउला, तर तिम्रो भित्री मनले आँट्नु पर्यो राज। ठिकै छ, यदि म जस्तो छु त्यस्तैमा तिमी खुसी हुन्छौ भने र जिन्दगीभरि साथ दिन्छौ भने तिमीलाई आफ्नो बनाएर मेरो घरमा भित्राउन तयार छु। अर्को जुनीमा मान्छे भएर जन्म लिन्छु कि लिदिनँ त्यो त थाहा छैन, तर यो जुनीमा जस्तो सुकै वज्रपात आए पनि तिमीलाई धोका दिदिनँ राज। बरु हिँड जाम, म सिन्दुर किन्छु, मन्दिरमा गएर बिहे गरेर लैजाऊ तिम्रो घर। राधा, अझै पनि केही बिग्रिया छैन, राम्रोसँग सोच। धनी केटीले गरिब केटासँग बिहे गर्ने आँट गरेको सायद तिमी पहिलो नारीमा पर्छौ। धेरै दुःख कष्ट भोग्नु पर्नेछ। मैले भने त तिम्रो हरेक दुःख सुखमा साथ दिन्छु भनेर, फेरि त्यही कुरा किन दोहोऱ्याइरहेको के? हिँड जाम राज। अब तिमी खुसी हुन्छौ भने लैन। ए आमा, आमा ओइ बाहिर आउनुहोस् त। होइन, यी नानी त पल्ला गाउँको पाण्डे साउको बहिनी होइन? तैँले किन लिएर आएको उहाँलाई? मैले राधासँग बिहे गरेँ आमा। अब तपाईँहरूले तँलाई कसले छोडिदिन्छ र भन्नुभएको थियो। तपाईँहरूलाई देखाउनुको लागि भए पनि मैले राधासँग बिहे गरेँ। राधा, आमा र दिदीलाई ढोक गर त। पर्दैन, एकछिन सासु बुहारी बनेर के गर्नु? अहिले थाहा पाएपछि उसका माइती आएर फर्काएर लैहाल्छन्। गरिब अशक्त छु भन्ने थाहा हुँदै खानदानीको छोरी उठाउने कसरी आँट गरिस्?
अब तेरो अर्को खुट्टानी भाँचिन्छ थाहा पाउलास्। यी नानी पनि उस्तै छिन्। बिहे भनेको खेलाउना हो र? अलिकति आफ्नो भविष्यको बारेमा सोच्नु पर्दैन? तिमी भनेको खानदानीको छोरी हौ, तिमीलाई यसले खाना लाउन दिन सक्छ? खुर्क्क फर्केर गइहाल त, अझै पनि केही बिग्रेको छैन। हामीले मन्दिरमा गएर बिहे गरिसकेका हौ, जान भनौँ न दिदी। जस्तो दुःख कष्ट आए पनि म हरेस खाने छैन। मैले राजको रूप रङ धन हेरेर माया लाएकी होइन, उसको मन हेरेर बुझेर यो निर्णय लिएकी हुँ। मन सफा छ भने खुट्टालाई किन दोष दिनुहुन्छ? हो आमा, हामीले मन्दिरमा गएर सँगै बाँच्ने सँगै मर्ने बाँचेर कसम खाएर बिहे गरेका हौँ। अब राधा हजुरको बुहारी भइसके, बरु भित्राउनु न। लो म चाहिँ भित्र्याउँदिनँ। अहिले एकछिनमा यिनका माइती आएर खोसेर लैहाल्छन्। तँबाट कसरी भित्राउँछस् तँ भित्र, कहाँ लगेर राख्छ राख। राधा, आमा र दिदी तिम्रो माइतीसँग डराए, हिँड म आफै भित्राउँछु। आमा, हामी सपनामा छौँ कि विपनामा? यसले साँच्चीकै बिहे गरेको हो त? अब सपना भए पनि विपना भयो नि, ल्याइसक्यो। एकछिन पछाडि खुकुरी बोकेर माइती आउँछन्, के हुने हो? ए जय पो आइपुग्नु भएछ। यता बसौँ न। यो जय भन्ने शब्द तिमीले भैँसीको गोबर सोरे जस्तो सजिलो साइनो होइन, र म यहाँ बस्न आएको पनि होइन। म किन आएको भनेर भुलाइराख्नु नपर्ला। फटाफट आफ्नो कर्तव्य पुरा गर्नु होला। अब नआउनु आइसक्यो, नल्याउनु ल्याइसक्यो, झगडा गरेर हुँदैन दाइ। चुप, एकदम चुप। म यहाँ भाषण सुन्न आएको होइन, मेरी बहिनी लिन आएको। त्यो एक खुट्टेसँग बिहे गरिदिनु भन्दा त बरु कुकुरसँग बिहे गरिदिन्छु। मेरी बहिनीलाई खुर्क नै यहाँ बोलाउनु पर्यो, र त्यो एक खुट्टेलाई पनि। ए तिमीहरू बाहिर आऊ। गल्ती गर्ने बेलामा तिमीहरू, गाली खाने बेला हामीले खानु पर्ने। छिटो बाहिर आऊ। मरेको मान्छेलाई त शङ्ख फुक्दै हल्ला गर्दै सयौं मान्छे मलामी जान्छ भने तैँले बिहे जस्तो कुरालाई खेलाउन ठान्छेस्? तँ अपाङ्गले यसको सिन्दुरमा सिन्दुर हाल्ने आँट कसरी गरिस्? कसरी गरिस्? सिन्दुरले खाना लाउन दिन्छ, तेरो औकात के छ मेरो बहिनीलाई बिहे गरेर पाल्ने? एउटा यसो देखा, के एउटा खुट्टा घिसार्दै मागेर पाल्छस्? ए राधा, सिन्दुर पखाल, हिँड मसँग। नाइ दाइ, शिरमा परेको सिन्दुर म पखाल्दिनँ। श्रीमान बितेको दिन विधवा भएपछि मात्र पखाल्ने चिज हो यो। बरु मलाई माइत नबोलाउनु, केही पनि फरक पर्दैन। तर राजसँग छुटिएर म बाँच्न सक्दिनँ। मलाई धेरै कुरा सुन्नु छैन, फुर्कुन मसँग हिँड। भोलि युकेबाट केटा आउँदैछ तँलाई हेर्न। यस्ता जब भिखारीसँग कसरी जिन्दगी कटाउँछेस्? अझै पनि केही बिग्रिया छैन, हिँडिहाल मसँग। भाइ, अब राधा मेरी भइसकेन, जबरजस्ती लान नखोज्नुहोस्। सिन्दुर हालिसकेका चेलीलाई जबरजस्ती लानु भनेको महापाप हो। एक चिम्टी सिन्दुर हाल्दैमा तेरो हुँदैन भाइ। तँलाई जन्म दिने तेरो आमाले त तँलाई माया गर्दिन भने मेरो बहिनीले माया गर्छ भनेर तैँले विश्वास गर्छस्? हिँड राधा, घरमा बुवा आमाको रुवावासी छ। खै मैले त लिएर आउँदै भनेको तिमीहरूको बिहेको सम्भव छैन भनेर। अब के गर्नु त तपाईँले गर्नुहोस्। हिँड छोरीभित्र। देखिस्, घरकै सदस्य समेत खुसी छैन। जुन घरमा बुहारी बन्ने सपना बोकेर आइस्, त्यही घरको सासूले तँलाई बुहारी मान्दैन भने त किन जिद्दी गर्छेस्?
दिनु दाइ। सप्रिए पनि बिग्रिए पनि म यही घरमा बस्छु। दुःख भए पनि दुःखै गरेर खान्छु। तपाईँहरूको लागि गलत गरे होला, तर मेरो लागि मैले सही गरेकी छु। मलाई धनीको घमण्ड भन्दा गरिबको माया सुगन्ध लाग्छ। गएर भनिदिनुस् बा आमालाई, राधाले बिहे गरिसकी फिर नमान्नुस् भनेर। धेरै नाटक नपार। हिँड। जाँदैन भनेको सुन्नु भएन तपाईँले? छोडिदिनुहोस् दाइ मेरो हात। दाइ ठिक छ, तँलाई यही केटासँग बस्नु मन छैन? बस। आजदेखि तेरो बाउ आमा दाजुभाइ सब मरिसक्यो र तँ एक खुट्टेले पनि कान खोलेर सुन। यो त हाम्रो लागि मरिसकी, तर तेरो लागि जीवितै छे। खुसी पारेर राख। फेरि मरेको मान्छे जीवित हुनु पर्यो भने तेरो अन्तिम दिन हुनेछ, बुझिराख। राधा, आज बल्ल थाहा भयो तिमीले मलाई साँच्चीकै माया गर्दिरहेछौ। जन्म दिने आमाले साथ दिनु भएन, दिदीले साथ दिनु भएन, तर तिमीले दाइसँग लडेर मलाई साथ दियौ। तिमी जस्ती श्रीमती जो कोहीले पाउनै सक्दैन। राज, आफूले चाहेको कुरा धेरै सङ्घर्ष गरेर पनि पाउन गाह्रो हुन्छ, तर मैले हजुरलाई पाएँ। अब म हजुरको साथ कहिले पनि छोड्दैन। अब रावण नै आए पनि हामी दुईलाई कसैले पनि छुटाउन सक्दैन। कस्तो धुवा भयो राधा। जब आगो बाल्न नसक्नेले के गरी खाने हो? भित्र छिरेको 1 घन्टा भइसक्यो, अहिलेसम्म आगो बाल्न सकेकी छैन। बिस्तारै सिक्दै जाने नि दिदी, जन्मिँदै कसले जानेको हुन्छ र? फेरि खानदानी घरकी छोरी परे दुःख भने केही थाहा छैन। ग्यासमा पकाएर खाने बानी, अनि के गरोस् त बिचरा। त्यो कुरा त बिहे अगाडि नै जान्नुपर्ने हो। अहिले सिकाइरहने समय छैन। एउटा आगो बाल्न नजानेले के भात तरकारी पकाउने यतिले? त्यस्तो नभन्नु न आमा। अब माइतीमा हुँदा ग्यासमा पकाउँथे, अब यहाँ चुलोमा अलि अप्ठ्यारो हुँदो रहेछ। त्यही पनि मैले हरेस खाएकी छैन। म आगो बाल्छु अनि फर्स्टमा चिया पकाउँछु, हजुरहरूलाई दिएर खाना पनि पकाउँछु आमा। तरकारी पो के खाने होला? यसो पसलतिर गएर मासु ल्याउन पाए मिठो गरी खाना हुन्थ्यो है आमा। खाना त्यसमा मासु, घरमा 1 रुपियाँ पैसा छैन, खाना परेछ मासु। खुरुक्क गुन्द्रुक र आलु पका। अब धनी घरको केटी बिहे गरेपछि ठुलै भाग खान पाइन्छ भनेर भगाइदिस् होला। बाटो नफुकाई सधैँका लागि बन्द गरिहाल्यो। अब ठुला ठुला सपना देख बस। अलिबार रिसाउनुहुन्छ अनि फेरि बोलाइहाल्नुहुन्छ नि। किन पिर मान्नु दिदी? जे भए पनि एउटी चेली हो, सधैँ यसरी कहाँ बस्नु सक्नु होला र? भयो भयो, नजाने ठाउँको बाटो किन खोजी नीति गर्नु? उहाँहरूको लागि म मरिसके भन्नुभएको छ। फेरि त्यत्रो भन्दा भन्दै किन मरिहत्ते गर्नु? माइती धनी भएर नहुँदो रहेछ, मनको धनी हुनु पर्दो रहेछ। धन हुने मान्छेहरू स्वार्थी घमण्डले भरिएका हुँदो रहेछन्। भयो, अब कसैको कुरा काटेर बस्नु पर्दैन। छैन है राधा, के मती बिग्रेको? खुट्टामा राख्दा पनि नसुहाउनसँग बिहे गरी कि? अनि माइतीले स्वीकार्नु भयो त राजसँग बिहे गर्दा? किन दिदी, माइतीले नै स्वीकार्नु पर्छ भन्ने छ र? आमा बुवाको कर्तव्य भनेको जन्माउने, बढाउने, पढाउने हो। हामीले त आफ्नो भविष्य हेर्नुपर्छ। मैले त्यस्तो भन्न खोजेकी होइन राधा।
त भनेको खानदानीकी छोरी होस्। तैँले भने जस्तै केटा पाउँथिस्, तर गरिब एउटा खुट्टा अपाङ्ग भएकोसँग बिहे गरिछेस्। कसरी पाल्छ तँलाई? अलिकति सोच विचार गरेर बिहे गर्नु पर्दैन? किन र सुन्तली दिदी, अहिलेसम्म चाहिँ तपाईँले हामीलाई पाल्नु भएको छ र? अनि राधाले मसँग बिहे गरेर खुसी छिन् भने तपाईँको टाउको चाहिँ किन दुख्यान? जस्तै दुःख परे पनि तपाईँको दैलो अगाडि आएर नमागे भएन? अरे मूर्ख, राधा भनेको धनी बाउकी छोरी हो। तेरो घरमा कदापि टिक्न सक्दिन। हेर्दै जा, एक दिन तँलाई छोडेर जान्छे। धनी केटी गरिब केटा अहिलेसम्म घरबार भएको देखेको छस्? मोहनले लगाएर राखे मात्रै हो तैँले, नत्र 1 महिना पनि टिक्न सक्दिन। लेखेर दिन्छु म। कति नै ज्योतिषी पल्टिन्छ। होइन है बुढा, तपाईँलाई मन पराउँछ के अहिले? खुब डाहा गरेर गई त। के कुरा गरेकी राधा यस्तो? दिदी हो, पाप लाग्छ। धनी केटी बिहे गर्यो, आफूभन्दा धनी हुन्छ भनेर डाहा गरेकी होली नि। छोड्दो जहाँ। होइन है आमा, अब केही उपाय त लगाउनु पर्यो नि। यस्तै पाराले त हरिबिजोक हुन्छ त। भाइ त्यस्तो छ, फेरि बिहे गरेको छ। अब बिस्तारै सन्तान होला, अनि त्यो सन्तानलाई खाना लाउन दिनु पर्यो, पढाउनु पर्यो। भाइको हालत त्यस्तो छ। अब म नै विदेश जानु पर्ला जस्तो छ आमा। तिनीहरूको किन चासो लिन्छेस्? जसलाई चाहिने हो उसैलाई वास्ता व्यस्ता केही पनि छैन। हामी व्यर्थको किन टाउको दुखाउनु? ससुराली खानदानी खलक्छन्, लगेर पालिहाल्छन् नि। कसले भन्दा राधाको माइतीले लगेर पाल्छ? अस्ति त्यत्रो भनेर गएको सुन्नु भएन? धनी मान्छेहरूको त्यतिसम्म घमण्ड हुन्छ भनेर मैले सोचेकी पनि थिइनँ। रिसको बेलामा जे पनि भन्छन् नि। अलिबार पछि रिस मरिहाल्छ, बोलाइहाल्छन् नि। दाइ चाहिँ घमण्डी भए पनि राधाका बाबामा त्यस्ता छैनन्। अब मन पग्लेर बोलाउनु भयो भने त राम्रो कुरा हो नि आमा। राजको पनि खुसीको दिन फर्किन्थ्यो, न ज्वाइँको माया लागेर विदेश लगेर उपचार पो गरिदिन्थे कि। त्यतिसम्म त नगर्लान्, किनकि राधाको दाइलाई राधाले राजसँग बिहे गरेको मनै परेको छैन। अरू त त्यस्तै हो, दया माया लागेर छोरी ज्वाइँलाई बोलाए भने सँगै राख्छु भने पनि त्यही नै हो ठुलो कुरा। अनि तपाईँ चाहिँ आफ्नो छोरा ससुरालमा बसेर भाडा माझेको छन् रे भनेको सुनेर बस्न सक्नुहुन्छ त? केही पाउन त केही गुमाउन पर्छ। जाबो भाडा मात्दैमा इज्जत जाने हो र? अब कमाउन जानलाई असक्ता छ। माया गरेर मात्रै खाना नपुग्दो रहेछ। यहाँ बसेर गाली खानुभन्दा ससुरालीमा बसेर भाडा मात्दै राम्रो छ नि त्यसलाई। आज म मेरो बुढालाई मेकअप गरेर ह्यान्डसम बनाइदिन्छ है। हुन्छ, तर अलि विचार गरेर ह्यान्डसम बनाऊ है, फेरि धोका खाउले। लौ, तपाईँलाई ह्यान्डसम बनाउँदाखेरि म किन धोका खानु? बरु म टन्नै भात खान्छु। ल, मलाई धेरै ह्यान्डसम बनाइसकेपछि अरूले आँखा लाउँछन्, अनि ती आँखा लाउनेहरूको पछि लाग्यो भने तिमीले धोका खाँदिनौ त? खुब तिनीहरूले आँखा लाउलान् भनेर तपाईँलाई ह्यान्डसम बनाएको हो र? तिनीहरूले आँखा मात्र लाउन् न, तिनीहरूको आँखा निकालेर गुच्चा खेलिदिन्छु। ल ल, जति ह्यान्डसम बनाउने बनाऊ, म कसैले आँखा लाउने होइन के अरे, भनिदिया मात्रै हो कि। होइन, एउटा त अपाङ्ग थियो, अर्कै पनि अपाङ्ग भयो कि क्या हो? यसरी एकै ठाउँमा थुप्रेर बसेर खाना आउँछ, काम गर्नु पर्दैन? होइन आमा, उहाँलाई आज मेकअप गरेर राम्रो बनाइदिउँ भनेर अहिले एकछिनमा काम गरिहाल्छु नि। कहाँको हिरो हो र तेरो बोइ? अनुहारमा लिपपोत गरेर बस्नुपर्ने। नभएको पैसा सक्यो, अन्य किन्यो, मुखमा दल्यो, दाउरा काट्न गए पनि त हुन्थ्यो नि। दाउरा छ त आमा, त्योभन्दा कति चाहियो? पोहोरको दाउरै टाँडभरि छ, भोक लाग्दा खान मिल्ने होइन के अरे, किन दाउरा मात्रै जम्मा गर्नु आमा? त्यही त, बर्खामा चाहिँदैन, झरीले भिजेको दाउरा बल्दैन, अनि हिउँदमा काटेर राख्नु पर्दैन। आफू त सकेन, स्वास्नीलाई पनि अपाङ्ग बनाउने विचार हो कि के हो तेरो? त्यस्तो नभन्न दिदी, अरू काम लाए पनि हुन्छ पो भनेको त।
बारीमा खनेर साग छरे पनि हुन्छ, भैँसीलाई पत्कर लिएर हाल्दै पनि हुन्छ। दाउरा नै ल्याउनु पर्छ र? अब तेरो स्वास्नीलाई हामीले केही भन्न नहुने भए लैजा अन्तै लगाएर राख। बस्नु पर्दैन यो घरमा। त्यसरी नरिसाउनु न आमा, राजले त जे पनि भन्नुहुन्छ। म जान्छु नि दाउरा लिनलाई। हामीलाई यो घर छोडेर जा नभन्नु न। हजुरहरू बाहेक हाम्रो को छ र? हामी कहाँ जाने आमा? करोडपति माइती जिउँदै छन् त, त्यही गरेर शरण लिए भइगयो नि, अन्त जानै पर्दैन नि। बरु 7 दिन भोकै बस्छु, माइतीमा दुःख सुपोख्न जादिनँ। राज, तपाईँ बस्दै गर्नु, म दाउरा लिन जान्छु है। यसरी बुहारीको चित्त नदुखाइदिनु न। अरू जे भने पनि सहन्छ, तर माइतीको कुरा गरेको पटक्कै मन पराउँदैन। तर तपाईँहरू त्यही माइतीलाई जोडेर बार बार किन गाली गर्नुहुन्छ? अब तेरो स्वास्नीलाई हामीले केही भन्न नहुने हो र? जन्म दिने बाबुआमाको कुरा गर्दा त चित्त दुखाउने मान्छेले तँलाई माया गर्छ भन्ने के ग्यारेन्टी छ र? है दिदी, अहिलेसम्म आफूलाई भन्दा बढी माया गरेकी छु। अब पछि मन बदल्यो भने कसलाई के भन्नु छ? तर त्यस्तो गर्दिनँ नहोली दिदी, सबै कुरा बुझेरै बिहे गरेको हो क्या। 1-2 दिन माया देखाइ भनेर मक्खा नपर। हुनी खानीकी छोरी हो, फेरि बदलिन सक्छ। बेलैमा मुठीमा लि, पछि पछुताउनु पर्ला। हिँड छोरी उता। मेरो भाग्य लेख्दा माझी सकिएर हो कि त मैले संसार हेर्दा राज, झोला बोकेर कता जान लानु भएको? तपाईँलाई कसले निस्केर जा भन्यो? खुरुक्क लाएर झोला भित्र राख्नुहोस् त। अब यो झोलाभरि जुन दिन पैसा हुन्छ त्यो दिन मात्रै भित्र जान्छ। आमालाई म भन्दा ठुलो पैसा लाग्दो रहेछ। म टन्न पैसा कमाएर आउँछु, तिमी मलाई पर्खेर बस है। आमा र दिदीको कुराले मसँग एक वचन पनि नसोधी मलाई छोडेर जानुहुन्छ। मेरो माया लाग्दैन तपाईँलाई? जानु नै छ भने मलाई पनि लिएर जानु, होइन भने तपाईँ पनि कहीँ नजानुहोस्। तिम्रो माया सजाएर राख्ने एउटा झुपडीको महल बनाउने पैसा कमाउन जान लागेको हुँ। तिम्रो माया त कति छ कति भनेर साथ दिनै छैन। तर तिमीलाई सँगै लिएर गयो भने हाम्रो माया बिच बाटोमै हराउन सक्छ। तिमी यहीँ बस, म मात्रै गयो भने झन् मायासँग लिएर बस्छ। किन पिर्लिन्छ? होइन, एउटा झोला बोकेर रोइरहेछ, अर्की हात समातेर रोइरहेछ। के तमासा हो यो तिमीहरूको? हेर्नु न आमा, राजले मलाई छोडेर जाँदै हुनुहुन्छ। नजान भनिदिनु न। यस्तो अपाङ्ग खुट्टा लिएर पैसा कमाउँछु भनेर झोला बोकेर जाँदै हुनुहुन्छ। राम्रै त हो नि, छोरा मान्छे भएर सधैँभरि स्वास्नीको फरेस समातेर मात्रै नि त पुग्दैन। आफ्नो खुट्टामा आफै उभिने हिम्मत लिनुपर्छ। जब एउटा खुट्टा अशक्त भएर के भयो र? हात दुईटै गल्ती छँदैछ, मुख छँदैछ। जा जा, टन्न पैसा कमाएर लिएर आइजा। जान्छु आमा, झोला बोकेर हिँडेको मान्छे फर्किन्छ भनेर नसोच्नु होला। बरु राधालाई माया दिएर राख्नु होला। टन्न पैसा कमाउँछु, आफन्त किन्छु, अनि मात्रै आउँछु। होइन, कहाँ गएर आउँछु भन्दैछ राजले? झोला पनि बोकेर हिँडेको छ। आमा, राज कहाँ जान लागेको? पैसा कमाउन जान लागेको रे। जान्छु भन्ने मान्छेलाई नजा भनेर रोक्ने कुरा पनि त भएन। अनि किन दुईजना रोएको त? जान लागेको मान्छेलाई खुरुक्क जान नदिएर फेरि पैसा कमाउन जान लागेको रहेछ। मर्न जान लागेको त होइन नि, खुरुक्क जान दे। नाइ दिदी, म राजलाई यस्तो हालतमा कहीँ पनि पठाउँदिन। जसको एउटा खुट्टाको मात्र सहारा छ, उसैलाई पैसा कमाउन जा भन्नुहुन्छ? जानै परे बरु मै जाउला।
राजलाई म कहीँ पनि पठाउँदिन। तर म सहर जादिन, विदेशै जान्छु। राज, मैले भनेको मान्नु न। तपाईँ नजानु के? तपाईँलाई गाह्रो हुन्छ। म जान्छु। राधा, गाह्रो त मलाई यो घरमा बस्न पनि छ। तिमी चिन्ता नगर, म जसरी पनि दुःख गर्छु, पैसा कमाउँछु। आमा, राधालाई समाउनुहोस् त, मलाई ढिलो हुनु लाग्यो। राज, मलाई पनि लिएर जानु। राज, आमा मलाई छोड्दिनु। राज, राज, मलाई छोडेर नजानु न। म हजुर बिना बाँच्न छोड्दिनु न। राज, मलाई पनि लिएर के कर राज 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 चुडेर बस छोड्दिनुहोस् क्या? सेकेन्ड नम्बरको पैसा कमाउन गएको छ, चुप लाग। यसैले जन्मको राज जस्तो क्या चुस फेरि आमा मलाई छोड्दिनु। चुप लाएर यसरी सेकेन्ड नम्बरको राज राज उसैले पारा जन्माएर हुर्काएको जस्तो ल अहिले आवाज ननिकाल भेट्ली नि फेरि होइन है बौला, कहाँ हिँडेको? रुँदै रुँदै स्वास्नीले राम धुले हानी क्या हो? सुन्तली दिदी, तपाईँ जहिले मेरो अगाडि किन पर्नुहुन्छ? अनि स्वास्नीले कुटेर रुँदै रुँदै हिँडेको लोग्ने मान्छे चाहिँ कहाँ देख्नुभयो भन्नु त? अब धनी केटी र गरिब केटाको बिहे भएको पहिलोचोटि देख्दैछु। बा माइतीले उचालेर पिट्न लगाए कि भनेर नि। अनि कहाँ हिँडेको नि साँझको बेला झोला बोकेर? अब जाँदा जाँदै जहाँ पुग्छु त्यहीँसम्म हिँडेको दिदी। सबैको प्यारो हुन त पैसा कमाउनु पर्दो रहेछ। म जस्तो अपङ्ग व्यक्तिले माया पाउन त धेरै गाह्रो रहेछ दिदी। त्यही भएर पैसा कमाउन जान लागेको। बुहारीले त जा भन्ने होला नि पैसा कमाउन, आमा र दिदीले होइन होला क्या रे? त्यही त फरक छ नि सुन्तली दिदी। अरूले भन्छन् जन्म दिने आमाले जस्तो निस्वार्थ माया कसैले दिँदैन रे। तर मेरो जिन्दगीमा यो सब उल्टो भइरहेको छ। राधा भन्छ मलाई छोडेर नजा, आमा र दिदी भन्नुहुन्छ पैसा कमाएर आएछ। यो निस्वार्थ मायामा झन् स्वार्थ लुकेको हुँदो रहेछ दिदी। भर्खर बिहे गरेको छस्, यसरी बुहारी छोडेर हिँड्ने काम नगर। कि त बुहारीलाई पनि लिएर जा, होइन भने 2 दिन पनि बस्दैन तेरो घरमा। अब घरमा म नभएपछि माइती गएर बस्लिन् नि। छोरी मात्रै जाँदा त माइतीको पनि मन पक्लिला। ठिकै छ सुन्तली दिदी, म नआउन्जेल माइत गएर बसे पनि केही फरक पर्दैन। माइत बस्ने कुरा होइन भाइ। यति तैँले छोडेर गइस् भने तेरी स्वास्नी तँलाई छोडेर अर्कैसँग पहिला जान्छे। तँ फर्केर आउँदा तेरी स्वास्नी अर्कैको अङ्गालोमा हुन्छे। विचार गर है भाइ।